जुन कुरा तपाईँहरूले वेट गरिरहनु भएको थियो त्यो फाइनली वेट गरेर हैन कसैले वेट गरेर तपाईँहरूको सामु हामीले यहाँनिर खानेकुरा ल्याएको छौँ जुन चाहिँ एकदम बासी भइसक्यो के रे लाफिङ न चटपटे रिपिट स्टाइलमा है सर सरी तिम्रो हाँस मलाई त लाज नगर्छ म गर्नु छैन मलाई तिम्रो हाँसेको मात्रै ओइ कहाँ भागिरहन भिडियोको बिचमा हेलो साथीहरू वेलकम टु आवर मुकबाङ एन्ड Q&A भिडियो यस र फाइनली तपाईहरुले चाहिँ जुन कुरालाई वेट गराउनु भएको थियो के भन्छ यिनीहरु जुन कुरा तपाईहरुले वेट गरिरहनु भएको थियो त्यो फाइनली वेट गरेर हैन कसैले वेट गरेर हैन त्यो फाइनली आइपुगेको छ र तपाईहरुको सामु हामीले यहाँनिर खानेकुरा ल्याएको छौँ जुन चाहिँ एकदम बासी भइसक्यो जुन चाहिँ एकदम बासी भइसक्यो र अब चाहिँ हामी भयो भन्छु बोल्न लाग्यो जस्तो ल अब चाहिँ र अब हामी चाहिँ सुरु गर्छौँ हामीले चाहिँ यहाँनिर करेन्ट चाउचाउ सुरुमा हामीले चाहिँ लिएको छौँ यहाँनिर करेन्ट चाउचाउ जुन चाहिँ 3टा छ अनि हामीले चाहिँ मोलेर राखिसकेको छौँ अनि अर्को चाहिँ हाम्रो के रे लाफिङ र चटपटे रिपिट स्टाइलमा है सर लाफिङ र चटपटे छ पानीपुरीको झोल चाहिँ अघि पोखिसक्यो आलु छ अनि यो के पापडी चाट अनि जुस यिनीहरूले भन्न बिर्स्यो जुस अनि पानी जुन क्वेसन तपाईँहरूले गर्नुभएको थियो त्यो क्वेसन चाहिँ हामीले आज आन्सर दिन्छ भनेर सोचेको छौँ र अब चाहिँ हामी खानालाई स्टार्ट गर्छौँ केबाट सुरु गर्ने यो चाहिँ पानी पानीबाट सुरु पानी चाहिँ आफ्नो पानी दियो है सुरुमा हामी अब गडौला लियो नि त अब एउटा सुरुमा हामी गडौलाबाट सुरु गर्छौँ ल खाएर एउटा यहाँ केही राख्नु पर्थ्यो क्या है यसरी खानालाई मैले झोल्नु चोपेर खानु पर्यो त्यस्तो खानु के होला लाग्यो पिरो भयो क्या पिरो भयो धेरै पिरो खाइन मेरो पानी कुन हो अब तेरो र मेरो के भयो हामीले चाहिँ अब लामो समयपछि कम्पेयर गरेको होइन ए पानी पो खाने ल अब हामी म त आउँदिन अरे त भिडियोमा डर लाग्यो मलाई यति हाँसिरहेको जति हाँसिरहेको के भएर करेन्ट चाउचाउ धेरै पिरो भयो अब चाहिँ हामी मैले 2टा मात्रै मसला हाल्छु भन्दा नमान्ने 3टा हाल ल बन्द गर्छ पिउने गरौँ न यार पिउने गरौँ न यार त्यता पस्न खाँदै भन्ने हो क्या कति दिनपछि हाल्छ यार यसरी न्यापकिन दिए टोइलेटमा छैन यस्तो पिरो खाँदैन के भयो त ओइ कहाँ भागिरहन भिडियोको बिचमा त्यसले नभएको भन्न भिडियो बिग्रियो सो
हाम्रो चाहिँ यो मुकबाङ भन्दा पनि लाफिङ भिडियो जस्तो लाग्यो है जुन लाफिङ चाहिँ हामीले खाएको छैन यो चाहिँ चरपटे हो ओसिसक्यो अनि अर्को कुरा चाहिँ के बात ल छोड्दै अब नाच्छ मैले लगिदिएँ यही मात्र खाइरहेको चाहिँ के अरे ल भन्न त खाए हामी चाहिँ अब खाँदा खाँदै कस्तो भयो भन्दाखेरि चाहिँ पिरो भएर धेरै हाँस उठ्यो अनि हेर्ने मान्छेले कति चटक चटक देखाएको चाहिँ नभन्नु किनभने साथीहरू सँगै होइन नभन्नु भने पनि त्यो सोचलाई बदल्नुहोस् किनभने साथीहरू सबैजना सँगै भएपछि अब यस्तै भइहाल्छ साथीहरू अब हामीले चाहिँ अब खाँदै रमाइलो गर्दै यति भयो नि खाइसक्यौँ हाँस्दै भयो नि अब चाहिँ हामी क्युएनए गर्छौँ है तपाईँहरूले हामीलाई क्वेसनहरू सोध्नु भएको थियो अनि क्वेसन अस्तिको क्वेसन मात्रै होइन योभन्दा 1 वर्ष अगाडिको क्वेसन पनि हामीले चाहिँ अब यहाँनिर राखेको छौँ किनभने त्यति बेला हामीले अब क्युएनए गर्न पाएनौँ नि त टाइम त्यस्तै थियो आइसीको बेलामा पढ्नु पर्यो अनि त्यही भएर अनि अहिले चाहिँ अब त्यो क्वेसनहरूलाई पनि अब हामीले चाहिँ अगाडि लिएर अनि क्युएनए अनि बनाउँदैछौँ त्यही भएर अब चाहिँ अब यहाँ क्वेसन पढ्दै हामी चाहिँ सुरुमा चाहिँ त्यो पहिलाको क्वेसनहरू चाहिँ सुरुमा पढ्छौँ अनि पढिसकेपछि त्यसको रिप्लाई दिन्छौँ है र नाम पनि भन्ने हो पपाइडल भनेको के हो क्वेसन कहाँ छ दिन लाग्यो र के हो रे श्रेया कडेलबाट चाहिँ क्वेसन छ प्लिज छिटो क्युएनए भिडियो चाहियो माई क्वेसन हजुरहरू को फेसबुककै हो अनि पप आइडल कुन हो अनि हजुरहरूको स्कुलको नेम भन्नुहोस् न भन्नुभएको छ हाम्रो पप आइडल चाहिँ कोही पनि छैन अनि फेसबुक आइडी पनि छैन हाम्रो यसको छ कि छैन यसको पनि छैन मेरो पनि छैन किनभने हामी फेसबुक चाहिँ चलाउँदैनौँ अनि हाम्रो स्कुलको नाम चाहिँ पहिला पढेको स्कुलको नाम चाहिँ हाम्रो गुहेश्वरी सेकेन्डरी स्कुल हो लोकेसन कता भन्दैन लोकेसन चाहिँ सिनामङ्गल नेक्स्ट क्वेसन चाहिँ बटरफ्लाई भन्ने आइडीबाट हो तिमीहरूको क्युएनए भिडियो चाहियो फास्ट अनि भिडियो पनि हाल्नु पर्यो एक्जाममा तिनैजना के हुनुहुन्छ भनेर भन्नुभएको छ क्युएनए भिडियो चाहिँ फाइनली आइसकेको छ है एक्जाममा तिनैजना के हुनुहुन्छ भन्दाखेरि चाहिँ त्यसको चाहिँ आन्सर चाहिँ म क्लियरली दिँदिनँ तर जे जस्तो भए पनि हामी लास्टमा चाहिँ होइन झुन्डेर पास चाहिँ हुन्छ झुन्डेर पास हुने हो होइन तपाईँहरूलाई जति त्यो सोच्नुहुन्छ नि एकदम ट्यालेन्ट हो किन होइन तिनजनाबाट कोही ट्यालेन्ट छ किन भन्ने त्यो चाहिँ छैन पढाइमा चाहिँ छैन तर सब्जेक्टमा चाहिँ छ जस्तै अब सब्जेक्टमा भन्नु पर्यो भने सुजिता म्याथमा ट्यालेन्ट छ अनि राधिका चाहिँ इकोनोमिक्स सोच राधिका चाहिँ सोसल र इकोनोमिक्समा छ उसले चाहिँ नेक्स्ट क्वेसन चाहिँ रिपिका तामाङले गर्नु भएको छ र उहाँले भन्नुभएको छ कि तपाईँहरूको घर चाहिँ कहाँ हो अनि स्कुलको नाम चाहिँ के हो अनि तपाईँहरू कति क्लासमा पढ्नुहुन्छ भन्नुभएको छ होइन अनि हाम्रो चाहिँ ठुलो फ्यान भन्नुभएको हाम्रो घर चाहिँ यस्तो हो अब फर्स्ट टाइम हामी त्यो गुजेश्वरी स्कुलमा भेट्दाखेरि चाहिँ होइन हामी एकअर्कासँग बोल्दिनौँ थियौँ अनि त्यसपछि हामी चाहिँ अनि त्यो यतिकै साथी बनेपछि चाहिँ अनि पछि एकअर्काको घर सोद्धाखेरि चाहिँ तिनैजनाको दोलखा नै पर्यो क्या अब जस्तै कि मेरो चाहिँ सबभन्दा नजिक चाहिँ दोलखा मुडे अनि त्यसपछि मेरो अनि यसको होइन त्यो राम्रो छ होइन तेरो टाउको दोलखा चरीकोट भन्दा अलि माथि भनौँ न अब कोही आउने होइन अनि त्यसपछि उसको चाहिँ के अरे चुप्था दोलखा सुनखानीमा हो अनि हामीलाई चाहिँ धेरै माया गर्नु हुँदो रहेछ थ्याङ्क यू सो मच यस्तै गरी सधैँ माया गरिदिनु टिकटकमा नि हजुरले हाम्रो भिडियो हेर्नु हुँदो रहेछ हजुर सबैले थ्याङ्क यू अनि युट्युबमा नि थ्याङ्क यू अर्को चाहिँ कन्फ्युज मुन ल्यान्डिङले कमेन्ट गर्नुभएको छ के गर्नुभएको उता हेर्न यता त खान यसले त बिग फ्यान फ्रम पोहरा क्यान यु प्लिज टेल मी योर फेभरेट एक्ट्रेस लट्स अफ लभ भन्नुभएको छ अनि थ्याङ्क यू हाम्रो बिग फ्यान हुनुभएकोमा है अनि अर्को चाहिँ हाम्रो फेभरेट एक्ट्रेसहरू तेरो छ मेरो पनि छैन हाम्रो चाहिँ हामी आफै हौँ
नर्सअप लभ, तपाईँलाई पनि नर्सअप लभ, थ्याङ्क यू। अर्को क्वेसन भएर छ थामीले गर्नुभएको छ तिमीहरूको एज के कति हो भनेर। हामीहरूको तिनैजनाको एज चाहिँ हाम्रो 17 हो। अनि अहिले चाहिँ तर बर्थडेहरू चाहिँ छिटो छिटै छ महिनामा। वैशाख अनि साउन अनि त्यसपछि कार्तिक। नभन्नु यार इङ्ग्लिसबाट भन्नु नोभेम्बर 10। अब चाहिँ नेक्स्ट क्वेसन छ है। यो क्वेसन चाहिँ मुना दियालुले लेख्नु भएको हो 1 वर्ष पहिले। तिमीहरूको कसको बोयफ्रेन्ड छ भन्नुभएको छ होइन। हाम्रो चाहिँ बोयफ्रेन्ड चाहिँ हामी चाहिँ फुक्काराम हो। हामी चाहिँ बोयफ्रेन्ड नै छैन, केही पनि छैन। हामी तिनैजना भन्छ नि त्यो अहिले बोयफ्रेन्ड बनाउनु नि हुन्न जस्तो लाग्छ मलाई चाहिँ। त्यही बोयफ्रेन्ड चाहिँ छैन, त्यो होस् बोयफ्रेन्ड छैन, बोयफ्रेन्ड चाहिँ छैन। फेरि रेके भन्दै केटाहरू साथीहरू छ नि त। त्यो त केटाहरू त छ, साथीहरू चाहिँ छ। बोयफ्रेन्ड चाहिँ छैन, बोयफ्रेन्ड चाहिँ छ। हाम्रो अर्को क्वेसन चाहिँ जानकी मगरले गर्नुभएको छ। अनि उहाँले चाहिँ के भनेर सोध्नु भएको छ भने ब्लग कुन मोबाइलबाट बनाउनुहुन्छ भन्नुभएको थियो पहिले। ब्लग चाहिँ पहिला चाहिँ यो मोबाइलबाट बनाइन्छ। अहिले चाहिँ फेरि यो मोबाइल बिग्रेर अनि अहिले चाहिँ फेरि उसको आइफोन पनि छ नि त। अनि अहिले चाहिँ उसको आइफोन 17 प्रो म्याक्सले बनाएको छ। Put your number in my iPhone 17 Pro Max. सो अगाडि हामीले जति कमेन्टहरूको रिप्लाई गरेको थियौँ त्यो चाहिँ कमेन्ट चाहिँ युट्युबबाट आएको हो। र अबको चाहिँ हामी कमेन्ट चाहिँ रिप्लाई गर्छौँ त्यो चाहिँ जुन चाहिँ टिकटकबाट आएको छ है। सुरुमा सोनिया भन्ने फ्रेन्ड्सले गर्नुभएको छ। तपाईँहरूको बेस्ट फ्रेन्ड अर्को बनेको हो र कति भयो? हजुरहरूको रिलेसनसिप भएको हजुरहरूको बिएफ छ कि नै नराटे भन्नु पर्यो भनेर भन्नुभएको छ। हामी बेस्ट फ्रेन्ड भएको चाहिँ ठ्याक्कै 8 बाट हो भने 8, 9, 10, 7 7 ए 7, 8, 9, 10 4 वर्ष कम्प्लिट भएर 5 वर्षमा चाहिँ रनिङ भइरहेको छ। र बोयफ्रेन्ड भनेको चाहिँ अघि नै हामीले भनिहाले बोयफ्रेन्ड चाहिँ हाम्रो छैन। र नयाँ बेस्ट फ्रेन्ड बनेको हो भनेर सोध्नु भएको छ। तर नयाँ बेस्ट फ्रेन्ड पनि छैन, फ्रेन्डहरू चाहिँ छन्। त्यही हो। नेक्स्ट क्वेसन है। यहाँ चाहिँ टिकटकको कमेन्ट हो यो चाहिँ। अनि नाम चाहिँ छैन। अहिले नयाँ कलेजमा नयाँ साथीहरूसँग कसरी एडजस्ट हुनुभयो भन्नुभएको होइन। जोस् मलाई चाहिँ गाह्रै भयो। मलाई चाहिँ साँच्चै गाह्रै भयो भनौँ न। किनकि एक त अलि म इन्ट्रोभर्ट जस्तो छु होइन, कसैसँग झट्टै बोलिहाल्दिनँ। अनि सुरुमा गएँ नयाँ कलेजमा अनि गएँ तर अनि त अरूहरूको चाहिँ त्यो हुन्छ नि अब साथी सँगै आउँदो रहेछ कि साथीहरू प्लान गरेरै सँगै अब हुन्छ नि हाम्रो क्लासमा नै छ म भन्न चाहिँ भन्दिनँ। उनीहरू ग्रुपै बनाएर आएको थियो अनि उनीहरूको त अब आफ्नै छुट्टै संसार भइहाल्यो। म त अब खै कस्तो भनौँ कि अब एक्लै बसेको थिएँ। गाह्रै भयो होला त्यहाँ गाह्रै भयो कसम गाह्रै भयो। अनि अर्को चाहिँ हजुरहरूको फ्युचर प्लान। हाम्रो फ्युचर प्लान चाहिँ अब पहिला चाहिँ हाम्रो यस्तै यो सोसियल मिडियाबाट नै अगाडि जाने यस्तो भिडियोहरू युट्युब भ्लगहरू बनाएरै फ्युचर बनाउने भनेर सोचेको थियौँ। अनि यदि तपाईँहरू होइन एससी दिएर बस्नु भएको छ भने अब चाहिँ हुन्छ नि साथीहरूसँग छुट्टिएर राम्रोसँग पढ्छु यस्तो यस्तो चाहिँ कहिले पनि नसोच्नु होला। सँगै जिन्दगीमा सबभन्दा ठुलो भुल हुँदो रहेछ त्यो चाहिँ हामीले भोग्यौँ होइन। मलाई त एडजस्ट हुन सजिलो भयो। यसलाई त किनकि उनीहरूको क्लासमा चाहिँ होस् नर्सिङ पढ्ने भनेपछि त केटीहरू नै राम्रो हुन्छ नि त। केटीहरू त्यस्तो नराम्रो त्यो ठुलो बन्ने खालको त्यस्तोहरू हुन्छ नि त। मैले चाहिँ सजिलो भयो एडजस्ट हुन सजिलो। किनभने म पनि फेरि फ्याङ्क फ्याङ्क बोलिदिन्छु नि त सबैजनासँग। त्यस्तै इगो राख्दिनँ नि त। यिनीहरू त अब उनीहरू बोल्यो भने बोल्छु भने तर म चाहिँ होइन कि मलाई चाहिँ त्यो बोल्नै कस्तो हुने कि लाज लाग्ने टाइपको हुने कि अलिकति अब कसरी बोल्ने त अब कहाँबाट सुरु गर्ने हुन्छ। तर मलाई चाहिँ त्यस्तो हुँदैन है। म चाहिँ अब आफै गरेर पनि बोलिदिन्छु। तर मेरो त अहिले राम्रो साथी छन् जिन्दगीमा त्यस्तो हुन्छ। अर्को क्वेसन चाहिँ छ हाम्रो सपनाबाट। अनि छुट्टै कलेज पढेर कस्तो फिल भएको छ भनेर भन्नुहोस्। छुट्टै कलेज पढेर मलाई त रमाइलो भइरहेको। तिमीहरूलाई
अब के भन्नु त अब रमाइलो भएको छैन भनौँ भने अब त्यही कलेज जानुपर्ने हो अनि त्यहीँ जानुपर्ने हो अनि यिनीहरू भइदियो हुन्थ्यो अब के मोमेन्टहरूमा चाहिँ अब जस्तै उता केही मोमेन्ट भयो भने चाहिँ यो कुरा त मैले पहिला उनीहरूसँग पनि गरेको थिएँ भन्ने खालको चाहिँ त्यो आउँदो रहेछ त्यो हुन्छ नि अब कलेज गएपछि त अब साथीहरू पनि खासै नभएपछि त अनि कस्तो याद आउने क्या यिनीहरूको अनि सम्झिने कि अनि हामी त लास्ट बेन्चमा बसेर क्या हल्ला गर्थ्यौँ अनि टिफिनमा खाना ल्याएर खाएर कति हाँस्थ्यौँ पढ्दा नै के भइरहेको पढ्दा पढ्दै त्यो इङ्ग्लिस म्यामले पढाएर बेला पनि हामी खाइदिन्थ्यो सरहरूको बिल ओ माइ गॉड यस्तो कुरा सम्झेन त्यो सम्झेर है म त कस्तो भएको क्या अनि एकछिन त अनि ल अब अर्को क्वेसन चाहिँ प्राय भिडियोमा 2 जना मात्रै आउँछौ राधिका आउँदैनौ अनि 2 जनाको मात्र भिडियो हाल्दा राधिकाले एक्लो फिल होला नि हुँदैन हुन्छ मलाई यस्तो हुन्छ फेरि उसको चाहिँ फेरि टाढा है घर टाढा भए पनि मन भयो भने टाइम मिल्दैन नि त त्यो आज नि होइन यो भिडियो होइन कति 3-4 दिन भयो होला कि हामीले बनाउने भनेर तर मेरो टाइम नमिले हो के हो ल भाइ चाहिँ भयो होइन मलाई नराम्रो लाग्छ होइन मलाई त कसम एकदम नराम्रो लाग्छ साँच्चै आफ्नो कुरा राम्रो लाग्छ मलाई त नराम्रो लाग्छ पहिला चाहिँ लाग्थ्यो अहिले चाहिँ अहिले लाग्दैन अलि ठुलो भयो नि त के ठुलो भयो हाइट बढे होइन एक्स कतिवटा छ 3 जनाको बयफ्रेन्ड छैन नेक्स्ट क्वेसन चाहिँ अङ्कित यादवले गर्नुभएको छ क्वेसन नम्बर 1 मा चाहिँ वाट मेक्स अ फ्रेन्डसिप मिनिङफुल फर यु अल भनेर भन्नुभएको छ फ्रेन्डसिप मिनिङ चाहिँ हाम्रो लागि चाहिँ भन्नुपर्दाखेरि चाहिँ एभ्रिथिङ हो क्या सब थोक जस्तो लाग्छ किनभने अब मान्छे भइसकेपछि त आफ्नो लाइफमा त होइन अब जे जस्तो भए पनि अब जुन एजमा भए पनि अप एन्ड डाउन त आइहाल्छ होइन अनि त्यसमा चाहिँ अब हुन्छ नि अन्तिममा पुगिसकेपछि चाहिँ हामीले यसो अब हुन्छ नि यसो हेर्दाखेरि चाहिँ साथ दिने भनेको चाहिँ फ्रेन्डसिप नै हुँदो रहेछ होइन फ्रेन्ड्सहरू नै हुँदो रहेछ क्या मलाई चाहिँ त्यस्तो लाग्छ अब यिनीहरूलाई चाहिँ कस्तो लाग्छ थाहा छैन अब क्वेसन नम्बर 2 मा चाहिँ वाट एडभाइस विल यु गिभ टु युर यङ्गर सेल्फ भनेर भन्नुभएको छ होइन अब एडभाइस भनेको के भन्यो भने अब सानोमा जे जति थियो त्यो चाहिँ एकदम रमाइलो नै गयो कि होइन सानोमा चाहिँ जे जस्तो भयो भने अब यो अलिकति ठुलो भइसकेपछि चाहिँ मान्छे अलिकति ठुलो भइसकेपछि चाहिँ कस्तो हुँदो रहेछ भने हुन्छ नि परिस्थितिहरू थप्दै जाँदो रहेछ होइन रेस्पोन्सिबिलिटीहरू थप्दै जाँदो रहेछ होइन अनि पढाइमा अब जस्तै अब पढाइमा पढ्नुपर्ने रहेछ भन्ने खालको त्यो बुद्धि आउँदो रहेछ कि तर सानोमा त अब त्यस्तो हुँदैन थियो नि त सानोमा त अब केही कुराको मतलब हुँदैन थियो कसैले के भन्दाखेरि पनि भन्ने टाइपको हुन्थ्यो त्यो बच्चामा त्यो खासै मनमा लिँदैन थियो नि त तर अहिले चाहिँ अब फरक हुँदो रहेछ ल अर्को क्वेसन छ सबैजना छुट्टै कलेजमा पढेर फ्रेन्डसिपलाई असर परेको छ मतलब हाम्रो फ्रेन्डसिपलाई केही असर परेको छ के भन्ने हो यसमा अनि के पढाएर हाम्रो फ्रेन्डसिपलाई असर छैन फ्रेन्डसिपमा असर चाहिँ मेरो हिसाबले चाहिँ पढाएर जे होस् त्यो पहिला चाहिँ हामी त्यो सँगै बसेर त्यो हाँस्ने रमाउने चाहिँ अहिले एकदमै कम भए भनौँ न एकदमै त्यो हुन्छ नि अब सबैजना आफ्नो काममा बिजी हुने रहेछ मान्छेहरूले त्यसै भनेर चाहिँ होइन रहेछ क्या 10 पछि 12 पछि साथीहरूसँग छुट्टिन्छ भनेर त्यसै चाहिँ भने होइन रहेछ त्यो पनि हामी चाहिँ अहिले छुटेको छैन बोल्ने भन्दैन फ्रेन्डसिप माइने चाहिँ असर चाहिँ पढाइ चाहिँ भन्दैन तर जे जस्तो भए पनि अब पहिला जस्तो चाहिँ अलिकति नहुँदो रहेछ हुन्छ नि अब पहिला त हुन्थ्यो नि त आइज यो ठाउँमा जाउँ त्यो ठाउँमा जाउँ आइज यतिखेर भेटौँ यतिखेर उतिखेर भेटौँ भन्नुहुन्छ तर अहिले चाहिँ खासै नहुने रहेछ क्या अब यो टाइममा ल म यहाँ जान लाग्छु हिँड्न त मसँग भन्न पनि नमिल्ने खालको त्यस्तो भएको छ नि त अहिले चाहिँ त्यस्तो हुँदो रहेछ अलिकति डिस्टेन्स चाहिँ हुँदो रहेछ क्या लास्ट क्वेसन चाहिँ हाम्रो 2वटा क्वेसन छ अनि कस्तो नामै रहेनछ भन्ने मान्छेको नामै रहेनछ भने हजुरहरूको कति इयर हुनुभयो नि भेटेको साथी भएको भन्नुभएको रहेछ हाम्रो चाहिँ 4 कम्प्लिट भएर चाहिँ 5 उयो हो तर अब त लाइफ टाइमसम्म नै होस् भन्ने चाहिँ चाहना छ हुन्छ सम्म त हामी भेटौँ न तर 12 पुगिसकेपछि अब 12 मा एकदम धेरै हुन्छ नि त्यहाँ चाहिँ एकदम पढ्नै पर्ने हुन्छ किनकि बोर्ड इक्जाम हुन्छ त्यो त अनि त्यही भएर त्यसमा चाहिँ भेट्न भए पनि 12 पछि भेट त भइहाल्छ नि यसको मतलब के हाम्रो लास्ट भिडियो हो र त्यस्तो भन्न खोजेको होइन तर यो क्वेसन चाहिँ छ जेनिसाबाट होइन तपाईँहरूको एसीमा कति आयो अरे अघि नै भने होइन भने होइन एसीमा कति आयो त एसीमा चाहिँ हाम्रो कति आएको भन्ने चाहिँ सबभन्दा हाइएस्ट चाहिँ यसको आएको हो 3.655 अनि यसको 3.57 5
3.5 हो अनि मेरो चाहिँ 3.47 थ्याङ्क यू हाम्रो चाहिँ अब Q&A सक्यो यो हामीले होइन यो Q&A 1 वर्ष अगाडिदेखि बनाउने भनेर सोचेको थियो होइन अनि आज आएर ठ्याक्कै आज आएर कम्प्लिट भइरहेको यो Q&A भिडियो चाहिँ अघिदेखि पनि मैले भन्दै थिएँ लाइक अब दुईजना सबैजनाले कमेन्ट गरिदिनुहुन्छ नि त दीपिका र सुजितालाई देख्दाखेरि चाहिँ ती लाइक हुन्छ नि अब भिडियोमा एक्लै देख्दा राधिकालाई केही हुँदैन भने तर मलाई हुन्छ है कसम हुन्छ क्या मलाई साँच्चै हुन्छ भने मलाई कस्तो खालको थिङ्क आउँछ कस्तो खालको सोच आउँछ भने अब कस्तो भन्दाखेरि चाहिँ अब कसै झन् त्यो कमेन्ट देखिसकेपछि चाहिँ झन् नराम्रो लाग्छ के यिनीहरूले फेरि कमेन्ट नगर्नु Emotional damage. सुन यस्तो गर्नु के भन्नेलाई नि यति होइन तपाईँहरूलाई हाम्रो भिडियो मन परिरहेछ भने चाहिँ जे होस् कमेन्टमा गएर एउटा यस्तो गरिदिनुहोस् क्या त्यो के भन्छ यसलाई थम्बनेल लाइक गरिदिनु के होइन कमेन्टमा चाहिँ अनि थाहा हुन्छ नि त हामीलाई पनि अनि हामीलाई पनि भिडियो बनाउनु मन लाग्छ नि त यदि तपाईँहरूले हेर्नु नै भएन भने त्यो वासै गरेन भने त हामीलाई पनि कहाँ मजा आउँछ होइन बनाउनलाई त्यो कमेन्टमा चाहिँ यस्तो गरिदिनु यदि मन पर्छ भने चाहिँ मन पर्दैन भने चाहिँ गरिदिनु त्यही हो ल ल बाई 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 गाइस आजको लागि यति नै बाई बाई यसले अघिले आफ्नो मनको कुरा भन्यो नि त्यो चाहिँ मलाई अलिकति कस्तो मनमा छोयो है मेरो साथीले नि यस्तो फिल गर्दो रहेछ भनेर किनकि यत्रो वर्षसम्म त साथी छौँ भने अनि अहिले आएर यस्तो कुरा गर्दाखेरि चाहिँ मलाई एकदम मन दुख्यो कि मलाई चाहिँ के लाग्यो भने म सायद त्यो समयमा जान पाए हुन्थ्यो र त्यो समयमा गएपछि म त्यो समयलाई फेर्न पाए हुन्थ्यो जस्तो लाग्छ भेट्दै नभेटा भए ठिक्क हुन्थ्यो तिमीलाई अगाडि गाह्रो तिमीलाई गाह्रो भएको भए तिमीले अगाडि भन्नु पर्थ्यो अब मलाई धेरै गाह्रो 911 ओए एम्बुलेन्स बोला न छिटो छिटो एम्बुलेन्स बोला 911 हो के एम्बुलेन्सको के हो ओइ तेरो साँच्चै रोयो है यो ओए के भन्छ यो नाटक हो कि प्र्याङ्क भनेर अगाडि नै भन्नु पर्दैन थियो कस्तो तिमी प्र्याङ्क भनेर अगाडि भन्नु पर्दैन थियो गाइस आजको लागि यति नै बाइ बाइ